आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश। केही समय बितेपछि यस्तो हुन आयो, त्यस्तै रहेन। जय मसीह। आज मङ्गलबार मे 5 तारिक वैशाख 22 गते। आजको वचनको खण्ड उत्पत्तिको पुस्तक 4 अध्यायको 3 पदबाट रहेको छ, जहाँ यसरी लेखिएको छ, केही समय बितेपछि। बाइबलमा 436 पटक दोहोरिएको एउटा सानो वाक्यांश छ, केही समय बितेपछि यस्तो हुन पुग्यो। आज तपाईँ जुनसुकै परीक्षाबाट गुज्रिरहनु भए तापनि आफैलाई सम्झाउनुहोस्, त्यस्तो भयो तर त्यस्तै रहेन। यदि परमेश्वरले तपाईँलाई दिनुभएको दर्शन पुरा हुनमा तपाईँले सोचे भन्दा बढी समय लागिरहेको छ भने आफैलाई सम्झाउनुहोस्, यो हुन आउनेछ। 2 पटकको विश्व हेभिवेट च्याम्पियन जर्ज फोरम्यानले मलाई परमेश्वरको साथ नामक पुस्तकमा एक वृद्ध महिलाको बारेमा एउटा कथा बताएका छन्, जसलाई तिनको मनपर्ने धर्मशास्त्रको पद सोधिएको थियो। तिनले जवाफ दिइन्, अनि यस्तो हुन आयो। किन भन्ने बारे तिनले यस्तो व्याख्या गरिन्, मलाई थाहा छ कि जब कुनै पनि परीक्षा आउँछ त्यो त्यहाँ रहिरहनका लागि आउँदैन, त्यो बितेर पनि जान्छ। अनि सिक्काको अर्को पाटोमा धर्मशास्त्रको यस्तो खण्ड लेखिएको पाइन्छ, मलाई यो दृढ विश्वास छ, जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभयो उहाँले नै यीशुख्रीष्टको दिनमा त्यो पुरा गर्नुहुनेछ। यो तपाईँले फिलिपीको पुस्तक 1 अध्यायको 6 पदमा पढ्न सक्नुहुनेछ। अर्थात् उहाँले यस्तो अवस्था ल्याउनुहुनेछ र त्यसलाई पुरा गर्नुहुनेछ। जे भए तापनि परमेश्वरले सधैँ उहाँले सुरु गर्नुभएको कुरा पुरा गर्नुहुन्छ। प्रकाश ठहरिएको समय पुरा हुनलाई पर्खिरहनेछ। त्यो पुरा हुन ढिलो भए तापनि त्यसको प्रतीक्षा गर्दै बस, किनभने त्यो निश्चय नै पुरा हुनेछ। यो तपाईँले हबकुकको पुस्तक 2 अध्यायको 3 पदमा पढ्न सक्नुहुनेछ। आफ्नो जीवनलाई जोखिममा पार्ने रोग र आफ्नो सिंहासन कब्जा गर्न चाहने शत्रुहरूसँग लड्दै गर्दा मद्दतको लागि दाउद परमप्रभुतर्फ फर्किए, अनि परमेश्वरले उनलाई निराश पार्नु भएन। यी धर्मशास्त्रका यी 2 खण्ड पढ्नुहोस् र तिनीहरूमा खडा हुनुहोस्। आँसु रातभरि मात्र बग्छ, तर बिहान आनन्द आउँदछ। यो तपाईँले भजन सङ्ग्रह 30 को 5 पदमा पढ्न सक्नुहुनेछ। तपाईँले मेरो बिलापलाई नाचमा परिवर्तन गर्नुभयो, तपाईँले मेरो भाङ्राको वस्त्र फुकालिदिएर आनन्द पहिराइदिनु भयो, यस हेतुले कि मेरो मनले तपाईँको स्तुति गान गरोस् र चुप नलागोस्। हे परमप्रभु मेरा परमेश्वर, म सदा सर्वदै तपाईँमा धन्यवाद चढाउनेछु। यो तपाईँले भजन सङ्ग्रह 30 अध्यायको 11 देखि 12 पदमा पढ्न सक्नुहुनेछ। आज यो उत्साह पाउनुहोस् कि परिस्थिति जे जस्तो भए तापनि सधैँ त्यस्तै रहने छैन। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिनुभएको होस्। जय मसीह। आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर। मोबाइल नम्बर 98 082 048 70। इमेल ठेगाना mos.radioministry@gmail.com। आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्। तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।